अब सुरुमा चाहिँ रेस्ट इन पिस होइन मेरो साथी हल्का 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 यताउता अनुसन्धान गर्दा मात्र भन्दाखेरि खोज्दाखेरि चाहिँ त्यो अहिले चाहिँ हल्का अब त्यसको पोस्टमार्टम गर्दैछ अरे भन्ने चाहिँ न्युज आयो यहाँ। अब म चाहिँ गइदिन्छु त्यता। अब त्यो अलिकति खानपिनले गर्दै होला होइन जहाँसम्म लाग्छ त्यो। अब त्यसलाई मैले लास्ट टाइम भेटेको भनेको नि फेरि त्यहाँ प्रोग्राममा थियो कि अस्ति नै त्यो कसको पाउँछ अरे सरको त्यही हो लास्ट भेट हो। अस्ति भर्खर मैले एउटा साथीको भन्दै फेरि अर्को साथीको भन्नुपर्दा अलिक दुःख लाग्छ जस्तो। बस्नु चाहिँ यहाँ ल त्यसको कामको बजारतिर यसो जान्छ अनि म चाहिँ अब त्यही टिकाराम घरतिर जान्छु अनि त्यतिबाट जान्छु भने के भन्छ मलाई चाहिँ फेरि आउँछ न अब आज झन् यहाँ म बिमार घर आएको थिएँ नि त। अब बिमार घरकोतिर चाहिँ आएर बनाइदिन्छु आजको ब्लग भनेको होइन यस्तो स्टोरीतिर चाहिँ अब खबर पाएँ मैले उता त्यही सक्थेँ अनि मन लागेन मलाई त्यस्तो ब्लग बनाउन। त्यो फोटो मिठो बनाउँछ आज हल्का त्यसको मोमेन्टहरू छ कि अब धिराज हाम्रो होइन त्यस्तो पढाइखेरिको मोमेन्ट त्यो चाहिँ अलिपछि म अलिक पछि सेयर गर्छु होइन। अब टिकाराम पनि छ छन त दुइटै मिलेर अब सेयर गर्नु पऱ्यो के भन्छ अब मोमेन्ट हुन्छ होइन लास्ट मोमेन्ट हाम्रो त्यही प्रोग्राममा थियो भन्नुपर्छ होइन। अब के हो टिकाराम भन तैँमा हुने है सँगै पढेको हामी। म चाहिँ 7 क्लाससम्म पढेको यो चाहिँ 10 क्लाससम्म हो क्या। साथीहरू भनेको हामी स्कुल फ्रेन्ड भनेको हामी दुइटा मात्र हो क्या अहिले यहाँ। अरू चाहिँ गाउँघरतिर भइहाल्यो अरू। डर लाग्दो भयो यार छ्या कस्तो लाग्छ यार साथी सुन्दैन यार। होइन यस्तो रङ हाल्छ अरे कि टाउकोभरि उनीहरूको चलनमा अघि नै भन्थ्यो नि त अबिर हो क्या चलनमा चाहिँ पुरै रातो बनाउँछ भन्ने सुनेको थिएँ कि मैले अघि नै दिराजले भन्थ्यो नि होइन दिराज सरी कस्तो यसको नाम दिन्छ मैले के अरे भरतले भन्नुभयो यार खालि मेमोरी किङको नाम लिएर मैले अहिले फेरि यहाँ ब्याट्री लो भयो यार मेरो। अब हाम्रो चाहिँ मन्दारला भइसक्यो सुरु होइन मन्दारला गर्नु पर्यो साथीको माने अब ठिकै मान्छे टन्नै छ जोस्
धारणा टाइम यो हामी जन्म पश्चात एकपल्ट मृत्यु अवश्य छ। मृत्युलाई कसैले रोकेर लान सक्दैन, मात्र ढिलो चाँडो हो। आज हामी भन्नै पर्दाखेरि एकदमै मैले सञ्चितमा थोरै कुरा जोड्न चाहेँ। आदरणीय हाम्रो परम मित्र लिनराज ठकुरी र आमा स्वर्गीय मुना ठकुरीको कोखबाट जन्मिनु भएका आदरणीय धीरज चन्द ठकुरी जो महिला सन्तानको रूपमा हुनुहुन्थ्यो। मैले सञ्चितमा वास्तवमा उहाँको हामीले गाउँघरमा बालापनदेखि बचपनदेखि बोलाउने नाम धीरज भनेर चाहिँ चिनिन्थ्यो भने लिनराज ठकुरी र स्वर्गीय आमा मुना ठकुरीको कोखबाट 2 सन्तान जेठा छोरा राज ठकुरी र जुन हामी माझमा भन्नै पर्छ आजबाट उहाँ हुनुहुन्न, धीरज। उहाँको वास्तविक नाम भुवनराज ठकुरी रहेछ। हामीले पनि यहाँ आएर थाहा पाएँ। जुन भुवनराज ठकुरीको अब करिब आज बिहान उहाँको आफ्नै निवासमा, आफ्नै घर कोठामा उहाँ केही वर्ष अगाडिदेखि वैदेशिक रोजगारमा जाँदै गर्दा उहाँबाट आएपछि उहाँ करिब 8-10 दिन अगाडि मात्रै घरमा आएको र उहाँको अब भाग्यको खेल अथवा उहाँको आयु भाग्य नै यति नै भन्नुपर्छ। उहाँ यहाँ आइसकेपछि उहाँको फेरि अर्को ठाउँमा जाने हामीले घर परिवारबाट नै हामीले समन्वय गरेर उहाँको विषयमा बुझ्दाखेरि अब यहाँ आएपछि साथी सङ्गी हुन्छ। अब यताउता हिँड्ने क्रममा उहाँको उमेर अहिले उहाँको जन्म 2057 साल मङ्सिर 14 गते यसै गाजीपुर भरतपुर महानगरपालिका वार्ड नम्बर 18 मा भएको र उहाँको मैले आजको मिति नै हामीले भन्ने गर्छौँ। उहाँलाई बिहान एकदमै अचेत अवस्थामा र घर परिवारले समन्वय गरेर हस्पिटलमा लैजाँदाखेरि हस्पिटलबाट मृत्यु घोषणा पनि गरेको र आज बिहान उहाँको यो दुःखद निधन भएको छ। 25 वर्ष 2 महिना 1 दिन उहाँको जुन उहाँले आफ्नो छैटुमा लेखेर आएको भाग्यमा उहाँको आयु। आजको दिन उहाँ हाम्रो माझमा हुनुहुन्न। उहाँ घर परिवारसँग अहिले हाम्रो आदरणीय मित्र लिनराज ठकुरी वैदेशिक रोजगारको सिलसिलामै हुनुहुन्छ भने यहाँ घरमा हजुरआमा, दाजु, आफ्नो आमा, जुन आन्टी र आफ्नो भाइ एकजना उहाँ परिवारमा एकदमै राम्रो वातावरणसँग चाहिँ उहाँहरू बसिरहेको अवस्था अचानक आज बिहान एउटा अकल्पनीय हाम्रो माझमा घटना घटेको छ। यो अकल्पनीय मृत्यु हो। यसलाई हामीले एकदमै भन्न पर्दाखेरि यो उमेरमा केही गर्छु केही गराउँछु भन्ने अवस्था हुँदाहुँदै उहाँको निधन भएको छ। त्यस कारणले गर्दाखेरि यो धीरज, हामी धीरज नै भन्छौँ, भुवनराज ठकुरीको मृत आत्माले शान्ति पाओस्, उहाँको वैकुण्ठमा बास होस् भन्नको लागि साथसाथै उहाँको घर परिवार चन्द परिवार ठकुरी परिवारमा उहाँको इष्टमित्र बान्धवमा भगवान् पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्ने हामी आशा राख्दै हाम्रो आदरणीय भतिज भुवनराज ठकुरी अर्थात् धीरज ठकुरीको चिर शान्तिको कामनाको लागि यहाँ सम्पूर्ण उपस्थित गाउँ हाम्रो जुन आज एकदमै शोकमा डुबेको छ। यो उमेरमा हाम्रोमा हुनुहुन्न, हामीलाई छोडेर जाँदैछ। आज हामी नारायणजीको तर्फमा उहाँलाई आज हामी विधिवत रूपमा उहाँहरूको आफ्नो परम्पराअनुसार हामी हाम्रो पण्डित गुरुबाट चाहिँ धार्मिक परम्पराअनुसार उहाँको शव अन्त्येष्टि आज जुन अन्त्येष्टि गर्दैछ यहाँ सम्पूर्णमा 1 मिनट उहाँको पुनः मृत आत्माको चिर शान्तिको कामनाको लागि मौन गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। समय सुरु भन्नेछु, सबैजना टाउकोबाट टोपी अथवा गलबन्दी निकालिदिनु होला। समय सुरु। उता तलपट्टिबाट यता अगाडि हावा बढी आएको छ नि त।
अस्ति भरे आएको हाम्रो घरमा पछाडि चलो यहाँ आउँदै आएको भएर चेकिदिन भयो कि अङ्कलहरू यहाँ फेरि उता डल्छ कि त्यही भएर आज चाहिँ हाम्रो शहीद दिवस पनि हो नि त होइन। अब हाम्रो साथी पनि शहीद जस्तै भइसक्यो। अब अलिकति भन्दा नराम्रो लाग्ला होइन सुन्दा। अब मैले हल्का भनिदिएँ त्यही पनि। म चाहिँ अहिले यहाँ साथीको घर आएको छु कि यता बिमल घर, अनि त्यसको छोरीको नि फेरि ऊ छ कि छोरीको छोराको न्वारन छ, अनि त्यहीँ मलाई बोलाएको भएर आएको होइन। अब दुविधा यस्तो छ कि अब साथी उता बित्नु होइन, अब यता न्वारन हुनु, अब आज फेरि शहीद दिवस पर्नु होइन। अब मैले हिजो भिडियो बनाएको थिएन, अब आफ्नो प्रब्लम आफ्नो ठाउँमा छ। तर पनि के भने म अलिकति चाहिँ खासै आज धेरै भन्दिनँ। म अलिकति म मेरो साथी तिराजको बारेमा चाहिँ हल्का भन्छु। म धेरै त्यस्तो विधि त छैन हाम्रो होइन, मेमोरी त छ। तर मेरो चाहिँ कति 7 क्लाससम्म भनौँ न, 8 क्लाससम्म छ। अनि मतलब 7सम्म हामी सँगै पढायो। अनि म चाहिँ त्यसपछि निक्लेर अर्को स्कुलमा गएको थिएँ नि त। अनि जे होस् हाम्रो चाहिँ 10सम्म चाहिँ बोलचाल हुन्थ्यो, अनि त्यसपछि खासै हुन्थेन कि। अब त्यो अब म चाहिँ पढेको भएर थिएँ है, अनि त्यो चाहिँ अब कमानतिर लाग्यो। अनि लिएर हल्का भन्छ नि मान्छेले 10 पछि मान्छेहरू कहाँ पुग्छ भनेको हो नै हो कि है, बात यो चाहिँ रियलै हो कि होइन, रियालिटी नै हो। अब कोही कहाँ हुन्छ कोही कहाँ हुन्छ नि, खासै भेट्दैन। अनि त्यही हो 10 पछि चाहिँ मैले त्यसलाई धेरै भेटेको थिएन। छुट्टीमा आउँदाखेरि चाहिँ प्रायः जस्तो भेटिरहेको थिएँ सधैँ होइन। अनि लास्ट टाइम मैले यसलाई नि भेटेको भनेको अहिले चाहिँ है परम खरेद सरको प्रोग्राममा हो है, त्यतिखेर भेटेको थिएँ। अनि त्यसपछि भेटेको थिएन। अनि हाम्रो टिकाराम सरले नि टिकारामलाई नि भेट्न खोजिरहेको थियो त्यसले। अनि भेट्न त भेटाएर रहेछ होइन अस्ति बेलुका खासै यताउता नगरिकन, तर भेट्न चाहिँ भेटाएर रहेछ। मलाई भनिरहेको थियो टिकारामले नि, अब केही छैन साथीले भेट्नै खोजेर रहेछ भन्ने चाहिँ बुझ्छु मैले। त्यही हो, त्यसले चाहिँ फेरि एकदम मेमोरी मेकर हो क्या त्यो हाम्रो स्कुलको फेरि होइन। अब अलिकति भनौँ न त्यो चाहिँ अलि फटा, एकदम त्यस्तो फटा चाहिँ होइन, जो साथीहरूसँग एकदम मिल्ने खालको थियो कि, अलिकति एकदम घुलमिल हुने होइन। अनि एकदम घुलमिल हुन्थ्यो कि त्यो, अलिकति जोसिलो टाइपको थियो कि। यस्तै कस्तो आउँथ्यो त्यो अझै। म चाहिँ फेरि राइट ह्यान्ड हो नि त, अनि त्यो लेफ्ट ह्यान्ड जस्तै आउँथ्यो कि। अब मलाई फेरि अलिकति
कपी गर्न आउँदैन कि त्यसको स्टाइल यस्तरी आउँथ्यो कि लगभग स्टाइल चाहिँ त्यसको त्यस्तै थियो है अलिकति कुप्रो भएर खुट्टा यस्तो गरेर आउने गर्थ्यो कि थियो है त्यसको चाहिँ त्यो याद आउँछ अनि फेरि त्यो चाहिँ अलिकति हाम्रो विजय सर देखेर अलिक डराउँथ्यो कि त्यो हिजो विजय सर पनि आउनुभएको थियो त्यहाँ है त्योतिर चाहिँ अलिकति विजय सर देखेर चाहिँ डराउनु थियो अलि विजय सर देखेर त्यो मात्र होइन कि हामी पनि भनौँ न धेरै रेस्पेक्ट दिन्थ्यो कि विजय सरलाई चाहिँ अनि अरूको दाँजोमा है फेरि मैले फेरि नराम्रो भन्न चाहिँ खोजेको होइन अरू सरलाई चाहिँ दिन्थेन भन्न खोजेँ होइन जस अरू सरहरूको दाँजोमा चाहिँ हामी विजय सरलाई चाहिँ अलिक रेस्पेक्ट दिन्थ्यौँ अनि कडा पनि हुनुहुन्थ्यो विजय सरहरू अलिक डर लाग्थ्यो क्या अहिले पनि हामी आदर सम्मान गरेर हुन्छौँ सरहरूलाई भेट्यो नि अब त्यही हो अब फेरि अब साथी मर्दानीहरू त्यस्तो भिडियो बनाएर हाले यताउता भन्नुभयो होला है तर यस्तो चाहिँ होइन अब दुःख लागेन जस्तो लाग्ला होइन तपाईँलाई दुःख त लागिहाल्छ नि साथी बित्दैन अब हामीले स्कुल टाइममा सँगै भनौँ न अब एउटै थालमा खाएको हो क्या हामीले होइन अब म टिकाराम अनिल यो काका अनि मबाले बिले होइन हामी त सँगै ट्युसन पढ्थ्यौँ नि त निकेश भयो बिदुर भयो होइन अब सँगै पढ्थ्यो विवेक पनि भयो हाम्रो सुजब पनि छ अरू पनि छ होला अरू को छुट्यो है मलाई चाहिँ याद छैन त्यस्तो कि तर पनि हामी त सँगै के गर्थ्यो नि ट्युसन पढ्थ्यो अनि धिराजले त खासै खाना ल्याउँथेन नि त अनि हामीले चाहिँ खाना ल्याउँथ्यो घरबाट पठाइदिन्थ्यौँ अनि धिराज चाहिँ अनि छिटो लाइन घर बस्नुपर्छ भने के गर्थ्यो प्रायः जस्तो त्यसले चाहिँ छिटो आलुचप पहिल्यै किनेर राख्थ्यो कि त्यो 5-6-7वटा आलुचप किनेर राख्थ्यो अनि ठ्याक्क हामीसँग ल्यायो अनि त्यहाँ भात र आलुचप अनि तरकारी सरकारी मिसाएर खाइदिने गर्थ्यो कि फेरि छुट्टै होइन है एउटै थालमा खाइदिन्थ्यो हामीले चाहिँ पुरै जुठै हातले बनाएर खान्थ्यो होइन अब यसरी खान्थ्यो अनि हामीसँग चाहिँ यस्तो थियो कि स्कुल टाइममा अनि पछि छुटेपछि अलिकति भनौँ न अब आफ्नो बाटोमा लागेपछि त्यस्तो भयो अब केही भएन त्यही हो हामी चाहिँ जुठै हातले खान्थ्यो होइन दुःख त लागिहाल्छ नि अब जुठै हातले खाएपछि नि होइन फेरि अलिक बोल्दा त्यस्तो नदेखेला तैपनि हामी चाहिँ सँगै खान्थ्यो चाहिँ मैले भन्न खोजेँ अलिकति भनौँ त्यो चाहिँ अलि हिरै थियो हाम्रो ब्याचको धिराज सबले अलिकति फटाइ यस्तो भएर नि भनौँ न अब फेरि बितिसक्यो अलिकति यस्तो भन्दा नराम्रो सुन्नेला होइन अलिकति मैले चाहिँ त्यसको हल्का स्कुल टाइमको बानी व्यवहार चाहिँ मैले भनेको अब हामी चाहिँ खासै बोल्थेन नि त त्यसरी त्यो चाहिँ अलिकति म्याच्योर टाइपको जस्तो के हुन्छ नि क्या बोल्थ्यो कि त्यो चाहिँ अलिक ठुलो सरले बोल्ने खालको थियो नि त त्यो पहिलेबाट ठुलो झारपातको होइन झन् हामी त यस्तो सिपुले थियो खासै बोल्थेन सरहरूसँग नि सरहरूले नि दौरो पिट्थ्यो हामीलाई त एक टाइम त मलाई अझै याद छ होइन अब स्कुलमा के अरे माछा मारेको कारणले नि पिटाइ खाथ्यौँ हामीले टन्नले पिटाइ खाथ्यौँ होइन अब धानमारीमा माछा मार्न जाँदा नि पिटाइ खाथ्यौँ कि हामीले त्यसमा धिराज पनि थियो कि धिराजले चाहिँ एकचोटि बल्छी मात्रै के थापेको देखेको अनि लाइन पर बोलाएर हामीलाई चाहिँ पिटिराखेको थियो होइन यो चाहिँ एकदम कस्तो मोमेन्ट भन्ने चाहिँ अलिकति अब राम्रो भन्ने कि नराम्रो मोमेन्ट भन्ने कि अब माछा मार्न जाँदाखेरि नि अब स्कुलमा पिटाइ खाने हामी विद्यार्थी नै होला कि पहिला होइन लास्ट डराउँथ्यो कि लाइन गर्न बोलाएर पिट्थ्यो भनेको त्यस्तो नि हुन्थ्यो होइन स्कुल टाइममा अब के गर्ने अब त्यतिखेर अहिलेको जस्तो हल्का म्याच्योर्ड हुँदा त्यतिखेर आवाज उठाउन सकिन्थ्यो हामीले अब छैन हल्का मेमोरी भन्दा कि फेरि नराम्रो भन्न चाहिँ खोजे आएन यस्तो थियो यस्तो भएको थियो होइन अझै मेमोरीहरू त अझै अरू पनि छ अलिकति त्यस्तो मैले भनिनँ अब यहाँ टिकाराम भइदियो चाहिँ अझै राम्रो हुन्थेन अब फेरि म बिले टिकाराम चाहिँ डेस्कमेट हो नि त हामी एउटै बेन्चमा बस्थ्यो प्रायः जसो अनि म बिले टिकाराम होइन अब धिराज अनिल अनि काका हो क्या होइन सँगै बस्थ्यो जस्तो लाग्थ्यो मलाई जहाँसम्म लाग्छ एउटै बेन्चमा मलाई यति चाहिँ अनिल र धिराज चाहिँ हो है मलाई यति चाहिँ याद छ अब त्यही हो अरू पनि छ होइन अब कसले सम्झिँदैन होइन साथीहरूलाई अब त्यही हो अहिले चाहिँ हामी यहाँ गाउँ भएको चाहिँ म र टिकारामै हो अरू चाहिँ खासै छैन कि अनि त्यही भएर हामी हिजो मलाई पनि म र टिकाराम नै गएको थिएँ अब त्यही हो आजको खासै म धेरै भन्दिनँ अनि त्यही भएर यो भ्लग चाहिँ म यसरी नै अन्त्य गर्छु न साथी बितिसक्यो अब के गर्ने भने रेस्ट इन पिस त भनिदिन्छु तर मनैदेखि पनि हिजो मैले लास्ट सम्झिरहेको थियो किनकि आफूले भिडियो हालेपछि मैले हेरेँ गरेको थिएँ राति थियो अनि अलिकति लाग्छ जस्तो अनि मैले अस्ति भर्खर नि मैले हल्का बिलेको बारेमा पनि भनेको थिएँ होइन अब हिजो विजय सरले नि भन्नुभएको थियो अब के हो यार तिमीहरूको ब्याचको त दुईजना बितिसक्यो यस्तो के हो भन्नुभएको थियो होइन अब केही भएन अब यस्तै हो सर हामीले नि भनिदियौँ है बाध्यता त होइन नि त यो अब जे हुन्छ समयले बताउँछ है अब यही हो अब कोही आज छ कोही भोलि छैन अब के गर्ने जिन्दगी यसरी नै चल्छ के कसो कान्छ है हाम्रो कान्छोहरू नि यहाँ फेरि आइसक्यो कि हेर्नलाई पारा देखाउँछ यिनीहरूले तर चुप्पा लगाएर बस्नुपर्छ है कान्छ हातै दुखिसक्यो मेरो अब अरू के कुरा थियो छोडिदिउँ है त्यो चाहिँ अब अझै चाहिँ म भन्दा चाहिँ अब त्यसको फेरि दाजुभाइ छ नि त त्यसले फेरि जाँचो मलाई घर पनि हेर्ने गर्थ्यो है अलिकति होइन धेरै हेर्ने गर्थ्यो नि त
अब मैले त हेर्ने गर्दिनँ है। फेरि म त फेरि स्टिल खाने गर्छु मतलब आफ्नो कमाइले हाने बाउमा कमाइले अनि त्यो चाहिँ आफ्नै कमाइले खाइरहेको थियो नि त राम्रो थियो त्यसको घर पऱ्यो नि अब के गर्ने अलिकति एकदम के भन्ने मैले अब ल एकछिन है अब फेरि अब अलिकति भन्नु चाहिँ अब त्यो फेरि एकदम सपोर्टिभ पनि छ क्या दाजुभाइप्रति होइन अब त्यसको दाजुभाइ छ अनि एकदम सपोर्ट गर्छ त्यसले चाहिँ मलाई जहाँसम्म बुझेअनुसार चाहिँ त्यो एकदम सपोर्टिभ छ क्या है हल्का झगडा जति परे पनि एकदम सपोर्टिभ छ क्या त्यो हुन्छ एकैछिन है एकैछिन क्या फेरि साथीले बोलाइहाल्यो त्यहाँ एकैछिन त जानु पऱ्यो नि त म अनि हेर्नु त भिडियो बनाइराखेको थिएँ राम्रोसँग होइन अब केही छैन हल्का बनाउँछु म भन्दै हिँड्छु त्यही पनि त्यो सपोर्टिभ छ यति चाहिँ मैले भन्न खोजेँ है एकदम सपोर्टिभ छ कि त्यो अब त्यही यति भन्दै म चाहिँ अहिले यो भ्लग चाहिँ म यहीँ आजको भ्लग चाहिँ यहीँ अन्त्य गर्छु अनि त्यही भन्छु म रेस्ट इन पिस साथी है हस् त धन्यवाद आजको लागि चाहिँ म यही भन्थेँ शहीद दिवस पनि हो होइन अब शहीदसँगै साथीलाई नि जोडिदिएँ मैले आज चाहिँ भनेँ अब त्यही हो नराम्रो नठानिदिनु होला है म चाहिँ हल्का भिडियो बनाएर हाल्दै थिएँ साथीको बारेमा यताउता भनेर त्यही हो आजको लागि चाहिँ म हस् त धन्यवाद जय माइली ब्लग जय तिर अझै त भन्नु